नमस्ते साथीहरू, मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ मेरो यो दोस्रो भ्लग। भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। आज चाहिँ म गाउँतिर भ्रमण गर्न गइरहेको छु र गाउँको केही दृश्यहरू तपाईँहरूलाई देखाउने छु। र साथीहरू, बाटोमा हिँड्दै गर्दा एउटा सानो सुन्तलाको बिरुवाहरू भेटियो। यहाँ चाहिँ हेर्नुहोस् के दामी सुन्दर देखिएको छ। सानो सानो बिरुवाहरू ठुलो भएपछि कति सुन्दर हुन्छ होला। यहाँ चाहिँ सुन्तलाको बिरुवा एकदम दामी देखिएको छ। हेर्नुहोस् साथीहरू, यो दामी दृश्य क्या दामी देखिएको छ, एकदम सुन्दर। हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ आम्दानी राम्रो पायो भने धेरै पैसाहरू आउन सक्छन्। फल्यो भने हेर्नुहोस् साथीहरू, एकदम दामी देखिएको छ। र यहाँको मान्छेहरूले चाहिँ आम्दानी गर्न जोस् जानेकै छ भन्नुपर्छ। हेर्नुहोस् साथीहरू, यत्रो यत्रो बेर्ना भइसक्यो र हिँड्दै गर्दा एउटा सानो बगैँचा पनि भेटियो साथीहरू सुन्तलाको। र चाहिँ म अब अलि तल गाउँ भेटिएको छ, त्यो गाउँतिर गएर पनि म त्यहाँको केही दृश्यहरू देखाउनेछु। के कस्तो रहेछ त्यो गाउँतिरको दृश्य पनि। सो हेर्नुहोस् साथीहरू, गाउँ पनि आइसक्यो साथीहरू। हेर्नुहोस् के दामी सुन्दर दृश्य देखिएको छ गाउँको पनि। हेर्नुहोस् साथीहरू, र यो गाउँभित्र आउँदै गर्दा यहाँ चाहिँ सानो सानो भाइहरूले लोरी कुट्नु भएको रहेछ। सो साथीहरू, यो गाउँमा चाहिँ सानो सानो मान्छेहरूले पनि काम गर्दा रहेछन्। र अहिले चाहिँ अब म चाहिँ यसो रोडतिर चाहिँ हिँडिरहेको छु। र यस रोड चाहिँ अब मान्छेहरूले व्यक्तिगत गरेर खनेको रोड हो। यहाँ चाहिँ सरकारले कुनै बजेट पनि पार्दैन। यहाँ चाहिँ आफ्नो आफ्नो व्यक्तिगत पैसा उठाउँछन् र व्यक्तिगत पैसा उठाएर चाहिँ एउटा घरबाट चाहिँ पैसा उठाए, दुईवटा घरबाट पैसा उठाएर चाहिँ यहाँ रोड निर्माण गरिएको छ यो गाउँको मान्छेहरूले। र चाहिँ म हिँड्दै हिँड्दै एउटा सुन्दर गाउँमा पनि पुगिसकेँ र त्यो गाउँमा चाहिँ जानु छ। साथीहरू हेर्नुहोस्, यो दामी एकदम सुन्दर गाउँ। यो गाउँको नाम चाहिँ घन्टना भन्छन् र यहाँ चाहिँ अब देखौँ माथि लेखतिर चिन्तु भन्छन् साथीहरू। हवस् त साथीहरू, अहिले चाहिँ म बिदा हुन्छु। राम्रो भिडियो लाग्यो भने लाइक, सब्सक्राइब, कमेन्ट गर्न नभुल्नु होला साथीहरू। आजलाई चाहिँ मेरो भिडियो यति नै। के कस्तो लाग्यो प्रतिक्रिया जनाउनु होला साथीहरू। है त साथीहरू, ओके बाई।